औ ए आइपुग्नु भयो मलाई के को लागि बोलाउनु भएको थियो यति हतार हतारमा अब कुरा त गहिरो नै छ तिमीलाई के भन्नु र त्यही त तपाईले मलाई के भन्छ भनेर त आको ला कसरी भन्नु म ब्रेकअप गर्नु चाहन्छु भनेर ब्रेकअप भन्नु पनि डर लाग्छ अति धेरै माया गर्छ अब के चाहिँ छ त्यस्तो कुरा चाहिँ पर गएर गफ गरौँ न तपाईलाई भन्नु पनि धेरै अप्ठ्यारो लाग्छ के के भनिहाल्नु के छ अप्ठ्यारो भन्दा पनि अब डर लाग्छ कि मलाई अब हुनु त राइनीको रिस नाकको टुप्पोमै हुन्छ भनिहाल्नु पनि मिल्दैन पर गएर गफ गरौँ न ल म तपाईसँग चाहिँ किन रिसाउनु हुन्छ, भन्नु न पर गफ गरौँ न ल सबै राइनीहरू कहाँ छुच्ची हुन्छ म त छुच्ची छुइनँ म त सिधा छु हो म तपाईँले भनेको सबै मान्छु म त डर लाग्छ तपाईँसँग त यसो हेर्दा पनि सिधा त सिधा नै छ मलाई रिलेसनमा बस्नै मन छैन ब्रेकअप गरौँ भनेर कसरी भन्नु अन्त घरमा मम्मी बाबा ठिकै हुनुहुन्छ भन्नु न केही बोल्दैन त तपाईँ त ब्रेकअप भनेर कसरी भन्नु यार जेसुकै होस् भनिदिनु पर्यो मम्मी बाबा ठिकै हुनुहुन्छ भनेको बोल्नु न मम्मी बाबा ठिकै हुनुहुन्छ भनेको यहाँ सुन म तिमीलाई त्यो कुरा भनिहाल्छु ल होस् अब तिम्रो मन दुखे पनि दुखोस् ल म तिमीलाई सिधै भनिदिन्छु ल जेसुकै होस् ल होस् तिमीलाई म गर्लफ्रेन्ड बनाउन चाहदिनँ म तिमीलाई सुन तिमीले त्यो त चोरहरूलाई त्यो त हौ सुन भर्खरलाई म चेक गरेर आउँछु को छ यहाँ ए कोही छैन रहेछ म त चोरहरू पला भनेर छिनाइदिउँ भनेको त भन्नु न तपाईँले के पो भन्दै थियो मैले के भन्थेँ नि तपाईँले मलाई गर्लफ्रेन्ड बनाउँदिन पनि के बे के भन्थ्यो नि बेबी उयो उयो बिहा भनेको बिहे गरौँ भनेको गर्लफ्रेन्ड बनाउँदिन भन्दै थियो त हौ गर्लफ्रेन्ड किन बनाउनु अब सिधै बिहा गरौँ बुढाबुढी हौँ भनेको नो गर्लफ्रेन्ड बोयफ्रेन्ड सिधै अब बुढाबुढी ए हेर्नु न बेबी म जहिले पनि बोक्छु दामी छ है राम्रो रहेछ है ए दामी छ त मन पर्यो दामी रहेछ के भएको दामी रहेछ दामी छ नि खुकुरी त हामी बे कहिले गर्नु अरे आज आजै जाउँ यो त लकी हो नि यो छ भने त जेम काम भइहाल्छ मेरो बे हुने भयो आज A few moments later. Fiore.